इमेजिन गर्नुहोस् त फ्लोर लाइटमा एनपिएलको खेल भइरहेको छ, ग्राउन्ड दर्शकहरूले खचाखच भरिएको छ। सन्दीप लामिछानेले पाकिस्तानी बाबर आजमलाई बलिङ गर्छन् अनि बोल्ड पारिदिन्छन्। त्यो क्षण कस्तो होला पत्याउनुहुन्छ? तपाईँहरूको त इमेजिनेसन रियालिटी बन्नेवाला छ। साँच्चीकै नेपाल प्रिमियर लिग हजारौँ दर्शकहरूको माझ फ्लोर लाइटमा खेलिनेवाला छ। अनि फेरि प्रश्न आउँछ, कहिले त? त्यो हामीले भिडियोको बिचमा भन्ने नै छौँ। एकपटक यी दुई तस्बिरलाई राम्रोसँग हेर्नुहोस् है त। पहिलो तस्बिरले एनपिएलको लोगोलाई देखाउँछ भने दोस्रो तस्बिरले पहिलो सिजनको एनपिएलको विजेतालाई देखाउँछ। पहिलो सिजनमै दर्शक र अन्य धेरै कुरामा अविश्वसनीय सफलता प्राप्त गरेको नेपाल प्रिमियर लिगको दोस्रो सिजन केही समय पश्चात सुरु हुँदैछ। जब एनपिएल सुरु हुन लागेको थियो, हामी सम्पूर्ण क्रिकेट समर्थकहरूलाई यसभन्दा पहिले सञ्चालन गरिने डिपिएल, पिपिएल जस्तै सामान्य लिग हुनेछ भनेर लागेको थियो। तर जे भयो त्यसको आशा हामी सायदै कसैले लगाएका थियौँ। शिखर धवन, जिमी निसम, मार्टिन गप्टिल जस्ता खेलाडीहरू नेपाली क्रिकेटमा आउनु, ब्रेन लारा जस्ता व्यक्तित्व एनपिएल हेर्नलाई आउनु तथा नेपाल प्रिमियर लिगको ब्रोडकास्ट स्टार स्पोर्टबाट गरिनुले नेपाल प्रिमियर लिगको पहिलो सिजनको सफलतालाई शिखरमा पुर्याएको थियो। पहिलो सिजनको अविश्वसनीय रूपमा सफलताले यो देखाइरहेको थियो कि भविष्यमा एनपिएल ठुलो लिग हुनेछ भनेर। यसरी सम्पूर्ण क्रिकेट प्रेमी लगायत देशकै यो इच्छालाई पुरा गर्ने गरी क्यान तथा अन्य सम्पूर्ण फ्रेन्चाइजहरूले आफ्नो तयारी गरिरहेका छन्। आउनुहोस् एनपिएलको वर्तमानको तयारी र भविष्यको योजनालाई बुझ्ने कोसिस गरौँ आजको यस भिडियोमा। लेट्स स्टार्ट द भिडियो। सर्वप्रथम सुरु गरौँ एनपिएलको सुरुवात कहिलेबाट हुनेछ त? टियु क्रिकेट ग्राउन्डमा सुविधा सम्पन्न प्याराफिट र फ्लोर लाइट जडान गर्ने कार्य धमाधम भइरहेको छ। निर्माण कम्पनीले करिब 50% काम सकिएको बताएका छन्। त्यसकारण टियु क्रिकेट ग्राउन्डको निर्माण सम्पन्न गर्ने बित्तिकै एनपिएलको सिजनको सुरुवात हुने अनुमान लगाउन सकिन्छ। सचिव पारस खड्काले एनपिएलको दोस्रो सिजनलाई पहिलो सिजनको तुलनामा एकदमै एडभान्स बनाउने कोसिस रहेको बताएका छन्। दोस्रो सिजनको एनपिएल फ्लोर लाइट र बेलुकामा खेल हुने भएकाले यी सम्पूर्ण कुराहरूको परिवर्तन एकदमै सम्भव छ। दोस्रो सिजनको एनपिएलमा भ्युअरसिप तथा स्पोन्सरसिप बढ्ने भएकाले यो एकदमै ठुलो लिग हुने बताइएको छ। अब कुरा गरौँ फ्रेन्चाइजहरूको तयारी कस्तो छ त? सम्पूर्ण फ्रेन्चाइजहरूले क्याङका प्रतिनिधिसँग निरन्तर छलफल गरी खेलाडीहरू रिटेन्सन, नयाँ विदेशी खेलाडी तथा नेपाली खेलाडीहरूको छनौट कार्य गरिरहेका छन्। बाहिर प्रचार नभए तापनि भित्रभित्रै टिमहरूले आफ्ना खेलाडीहरूको सिलेक्सन गरिरहेका छन्। कुन खेलाडी बोलाउँदा बजेट पनि न्यून हुन्छ भन्ने कुरामा निरन्तर छलफल भइरहेका छन्। हालसालै सुदूरपश्चिम टिमका अनरले दिएको जानकारी अनुसार उनले स्टिभ स्मिथ, डेभिड वार्नर, बाबर आजम जस्ता खेलाडीहरूसँग कुरा भइरहेको बताएका छन्। सचिव पारस खड्काले पनि पहिलो सिजनमा क्यानमाथि आइसिसीको प्रतिबन्ध रहेको र टेस्ट राष्ट्रका एक्टिभ खेलाडीहरूलाई बोलाउन नमिल्ने भएकोमा अहिले भने त्यो प्रतिबन्ध हटेको बताएका छन्। क्यानले निरन्तर सहमति र सम्झौता मार्फत आइसिसीको त्यो प्रतिबन्ध हटाउन पहल गरेको थियो। त्यसकारण पनि यसपटकको एनपिएलमा टेस्ट राष्ट्रका एक्टिभ खेलाडीहरू भित्रिने सम्भावना बढ्दै गएको छ। कता कता सञ्चार माध्यमहरूमा आन्द्रे रसेल, सुनिल नारायण, निकोलस पुरन जस्ता खेलाडीहरू पनि नेपाल प्रिमियर लिग खेल्न आउने बताइएको छ। तर आधिकारिक जानकारी भने आएको छैन। पहिलो सिजनमा पनि डेभिड वार्नर आउने भने हल्ला फिजाइएको थियो। त्यस कारणले गर्दा आधिकारिक जानकारी नआएसम्म उनीहरू आउलान् या नआउलान् त्यसको ग्यारेन्टी पनि हामीले दिन सक्दैनौँ। तर यसपटकको एनपिएलमा टेस्ट राष्ट्रका एक्टिभ खेलाडीहरू धेरै नै आउने बताइएको छ। नेपाल प्रिमियर लिगको प्राइज मनी पनि बढाउने तयारी गरिएको छ। सुरु हुन अझै धेरै समय रहे तापनि अहिलेबाटै सुरु भएको यो तयारीले जनाउँछ कि नेपाल प्रिमियर लिगको दोस्रो सिजन पहिलो सिजनको तुलनामा एकदमै ठुलो हुनेछ। यसलाई एसोसिएट राष्ट्रको एउटा प्रमुख लिग बनाउने गरी आफ्नो तयारी गरिएको क्यानले बताएको छ। त्यसकारण नेपाल प्रिमियर लिगको दोस्रो सिजनले नेपाली क्रिकेटलाई विश्वभर चिनाउनेछ भन्ने कुरामा दुई मत छैन। नेपाल प्रिमियर लिगको दोस्रो सिजनको लागि तपाईँ कतिको एक्साइटेड हुनुहुन्छ? आफ्नो प्रतिक्रिया दिनुहोस् र नेपाली क्रिकेटसँग सम्बन्धित सम्पूर्ण अपडेटको लागि हाम्रो च्यानल क्रिकेट बुक बाइ सुमनलाई सब्सक्राइब गरिदिनु होला। धन्यवाद।